साथी हो म यस्तो जंगल भन्दा पनि भिरमा छु कि अब पुरै छाडम यार। अब ग्वाला आको बाख्रा चाहिँ अब गइसक्यो उता। अब गोरु चाहिँ अघि नै यत्न चरिरहेको थियो। गोरु चाहिँ कहाँ गयो हेर्नुस् है गाइस, यो भिर हो, डर मर्नुको भिर, डेन्जर माने खतरा भिर। देख्न सक्नुहुन्छ यो गाउँ तलको यो गाउँ चाहिँ हिले हो, हिले गाउँ। यो गाउँ चाहिँ गोगन पानी, यो तलको चाहिँ अब हरिगाउँ मैरी के भन्छन् यार, मलाई पनि त्यति थाहा छैन हो, थाहा छैन। हड गोरु हराएकै जाओ। अब यो भिरमा गोरु हरायो भने त जङ्गलमा के होला गाँथे, कहाँ गयो माटो नि, अघि नै हेर्न चरिरहेको थियो। अब लग्ने बेला हुन्ला घर 6 बजी छ गानी। र कहाँ गयो ठो। अब फन टक्क तल टोटके चाहिँ मेरो दिदी सासूको घर चाहिँ तल छ। अब त्यहाँ फोन गरेर उ गर्नुपर्ने अवस्था आयो। त्यहाँबाट यो भिरमा हेरिदिनुस् त गोरु छ कि छैन भन्नुपर्ने अवस्था आयो यार। यहाँबाट तलटा देखिन्न, यस्तो डेन्जर छ हेर्नुस्। यहाँबाट तल यसको तल चरिरहेको बास्ता अब मैले देख्ने कुरै छैन हैन। अनि फोन गरेर यसो माथि हेरिदिनुस् त भन्नुपर्ने अवस्था आयो। भनेपछि गोरु हरायो। हेर्नुस् गाइस, माथि सक्यो यार। माथि रहेछ यार, फोन गर्ने अवस्था आइन साथी हो। किनभने खोर्स्याम गर्यो के, बाँसको पातमा खोर्स्याम गर्यो, त्यसले घन्टी पनि लाछ। घन्टी लाको, घन्टी बजायो के म यहाँ छु भन्ने सङ्केत दियो। भनेपछि अब माथि रहेछ। हेर्नुस् गाइस, अब यस्तो छ है। झुसे बड्डो पाटे बड्डो खै नि। अब जाने यार हिँड। हेर्नुस् हाम्रो सोटर। अब यो चाहिँ यस्तो मिठो हुन्छ नि, यसको रक्सी दामी हुन्छ हो साथी हो। गुल्लो छ यार। यो भनेको अर्ग्यानिक हो के। दामी पाएछ के। यसलाई चुत्रो भन्छन्, चुत्रो, चुत्रा। आफ्ना आफ्ना भाषा होला, आफ्ना आफ्ना ठाउँको। हाम्रोतिर यसलाई चुत्रा भन्छन्। यसको रक्सी बवाल हुन्छ। यसको रक्सीले चिरिमिरी झ्याइ पार्छ। चिरिमिरी झ्याइटा पार्छ। एउटा गोरु छ यार, अर्को गोरु छैन।
कहाँ गयो टोकान थु एउटा माथि गयो कि यार